यो भिडियोमा म प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्सको बारेमा केही कुरा भन्न गइरहेको छु। एट फर्स्ट हामी डेफिनेसन हेरौँ। प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्स इज युज्ड टु एक्सप्रेस एन एक्सन दैट स्टार्टेड इन द पास्ट एन्ड इज स्टिल कन्टिन्युइङ। प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्स हामी त्यो कामका लागि प्रयोग गर्छौँ जुन कार्य पास्टमा नै सुरु भएको छ र अहिले प्रेजेन्टमा पनि चलिरहेको छ। अब यसको स्ट्रक्चर हेरौँ। सब्जेक्ट प्लस हैज अब्लिक हैव प्लस बीन प्लस VING और V4 र हामी त्यसमा सिन्स र फोरको पनि प्रयोग गर्न सक्छौँ यो टेन्समा। मैले अघिल्लो भिडियोमा नै प्रेजेन्ट पर्फेक्ट टेन्सको भिडियोमा हैज कुन सब्जेक्टसँग युज हुन्छ र हैव कुन सब्जेक्टसँग युज हुन्छ त्यो बताइसकेको छु, हेर्नु होला। अफर्मेटिभ सेन्टेन्सेसहरू यस प्रकार रहेका छन्। आई हेभ बिन रिडिङ फर 2 आवर्स। म 2 घण्टादेखि पढ्दै आइरहेको छु। सी हेज बिन वर्किङ सिन्स मर्निङ। उनी बिहानदेखि काम गरिरहेकी छिन्, है त। अब नेगेटिभमा हामी हैजको पछाडि नोट थप्छौँ र ह्याभको पछाडि नोट थप्छौँ। यो चाहिँ सजिलो काम हो, है त। अब टाइम एक्सप्रेसनहरू मैले माथि भने नि, जुन सिन्स र फोरको युज हुन्छ। सिन्स भनेको पोइन्ट अफ टाइम, पोइन्ट इन टाइम हो। जस्तो कि सिन्स 2020, सिन्स 2082, है त। फिक्स टाइम हो यो सिन्स युज हुन्छ। फिक्स टाइममा सिन्सको प्रयोग हुन्छ। जस्तो कि सिन्स स्याटरडे, सिन्स लास्ट फ्राइडे, यसरी। फोरको युज चाहिँ ड्युरेसन अफ टाइममा, जस्तो कि फर 2 आवर्स, फर 2 विक्स, फर 2 इयर्स, यस्तो, है त। आई हेभ बिन स्टडिङ फर 2 आवर्स। आई हेभ बिन स्टडिङ फर 2 आवर्स। सी हेज बिन वर्किङ सिन्स मर्निङ। यी पनि यसैको इक्जाम्पलहरू हो। र मोर धेरै अरू जानकारीको लागि तपाईहरूले यो च्यानललाई सब्सक्राइब गर्नुहोला। फेरि पनि म अर्को भिडियोमा आउने नै छु। लाइक, सेयर, कमेन्ट गर्दै गर्नुहोला। हवस्, धन्यवाद।